हेलो गाइस, यो चाहिँ अस्तिको भिडियो मैले एडिट गर्नै पाएको थिइनँ र आज बल्ल टाइम निकालेर एडिट मिन्स भोइस कभर चाहिँ गर्दैछु। चाहिँ त्यो दिन ड्युटी सबसे छिटो पुगेको थिएँ र दैलो खोलेको थिएन रहेछ। आफै खोलेँ तर मलाई अलिक दैलो खोल्नु चाहिँ टाइम लाग्यो, किनभने मैले सधैँ अब डेली त खोल्दिनँ। त्यसले गर्दाखेरि त्यस्तो एक्सपिरियन्स भएको छुइनँ, किन भन्दा म आएको पनि यहाँ भर्खर 3 महिना मात्रै हुँदैछु। सधैँ चाहिँ अरू जसको ड्युटी छ छिटो पर्छ उहाँहरूले खोल्नुहुन्छ, तर यो दिन चाहिँ मैले खोलेँ। त्यहाँदेखि यस्तो भित्र पसेँ हो। भित्र पसेर फर्स्टमा चाहिँ मैले लाइटहरू अन गर्नुको लागि स्विचहरू खोजेँ। स्विच अन गरेर चाहिँ त्यो स्विच चाहिँ फेरि ब्याग त्यो उयोले छोपिरहेको रहेछ, देखेन हो। अलिक टाइम लाग्यो। त्यहाँदेखि खिड्की फर्स्टमा पर्दाहरू हटाएर चाहिँ खिड्की खोलेँ, किन भन्दाखेरि चाहिँ गुम्सिरहेको हुन्छ, दबाईहरू गनाइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ फ्रेस एयरको लागि चाहिँ खिड्की खोलेँ। खिड्की खोलेर चाहिँ म टक्कै मेरो चेयरमा बसेँ। चेयरमा बसेर चाहिँ एटेन्डेन्स अब रेजिस्टरमा साइन गर्छु भनेर चाहिँ टक्कै साइन गरेँ। त्यसपछि चाहिँ ड्रेसमा गएन, आइडी कार्ड मात्रै लगाएँ, किनभने ड्रेस चाहिँ मेरो दुइटै धोएर सुकाइराखेको थिएँ। सुकेको थिएन पानी परेकोले गर्दाखेरि। अन्त टक्कै एटेन्डेन्स सिग्नेचर गरिसकेर चाहिँ अब बाहिर एकछिन गएको त फुलहरू दामी फुलिरहेको थियो र चाहिँ दामी देखेर चाहिँ भिडियो गरेँ। कम्ती हो, अलिकति सर्ट भिडियो। त्यतिकै अगाडि भिडियो गरेर बिच किनभने हामी त्यतिकै पनि सेन्टरमा बिजी हुन्छ, पेसेन्टहरू आउँछ। त्यसले गर्दा भिडियो गरेन। भरे नानी आउँदाखेरि चाहिँ उसको पापा लिएर आएछ। सिस्टर पनि जिस्को हुँदाखेरि चाहिँ मैले पनि यादै नानी आएछ भनेर, तर नानी चाहिँ उसको पापासँग आउँदाखेरि चाहिँ मेरो बाबा यादको त आउनु मान्दैन, उसको पापासँग पनि मान्छ। अन्त रुम म भएको ठाउँमा चाहिँ आउने फाल्टो रुममा पसौँ भनेर चाहिँ जिद्दी गर्दै थियो बहिनीले। पछि सिस्टरले जिस्काउने बोलाउनु हुँदै थियो। अन्त त मानेन, मलाई देखेर पनि मानेन। अन्त यता फर्केर फेरि हाँसी चाहिँ दिएँ, मलाई हाँसिदियो। त्यहाँदेखि चाहिँ म फेरि भरे नानी उसको पापा लगिसकेको थियो। फेरि म चाहिँ अन्त फर्केँ रुम। ड्युटीबाट टक्कै 3 बजी निस्केर रुम पुगेको त नानी त उसको बोजूहरूसँग भिडियो कल गर्दै थियो। अन्त ऊ चाहिँ अझै अर्को उसको पापाले गीत लगाइदिएको रहेछ, डान्स पनि गर्दै थियो। मेरो नानी चाहिँ पुरा डान्स गर्छ। उसको बोजूहरूसँग भिडियो कल गर्दै भनेर गर्दै उभिरहेको थियो। नानी चाहिँ अहिले भर्खर थाम्नु सिकेको छ, उसको बडी लोडहरू उभिनु सिकेको छ। अब कम्ती बाहिर लग्यौँ, बाहिर जान्छु भनेर तल दोकानको खुट्टो बोकेर छोड्नु मान्दैन, बढाल्छु भन्छ। बढाल्नु सक्दैन। मेरो नानी चाहिँ भर्खर 14 महिना मात्रै पुग्दैछ र यत्तिकै हामी चाहिँ नानीलाई वक लग्यौँ, पर देखायो आई लभ धराप भन्दै गरेको जग्गामा। त्यहाँदेखि फेरि ब्याक टु रुम आयो उसको पापासँग ताकी गर्दै। त्यहाँदेखि त्यतिकै रुममा आएर बेबी त खेल्यो। बेलुका त्यतिकै जिस्किँदै उसको पापासँग मसँग त्यतिकै सुत्यो।